वेलकम टु ब्याक इन माई च्यानल। मैले हिजो उस बनाउनु सकेको थिएँ अनि गाडी मैले यस्तो बनाऊ मैले फर्मुला त्यो बनाउनु खोजेको ल्याम्बो बनाइदिएर जुन चल्दैन चल्दैन म चलाउँदाखेरि नि नो बिल भनिदिएर क्या। अब यहाँ पक्नै यहाँ उस पनि दिन नि पऱ्यो पैसा $4000 भयो। म फर्मुला बनाउनुको सामानहरू कलेक्ट गरेर आऊ हेर्नु अहिले मैले ब्लग कतेर भयो मलाई देखाउँछु डेफिनेसन इन्जिन छैन गुडविल ढुँडाले रेस्टुरेन्ट पनि ढुँडाले एउटा V6 इन्जिनले अहिलेसम्म त गाडी मैले यति कतिवटा 54वटा ब्लक 43वटा स्ल्याब मैले यसलाई नि डिलिट गरेँ भने मसँग अझै उस आउँछ ब्लकहरू। सो अझै ग्राइन्ड हान्न बाँकी नै है नभए पक्न काम गरिहाल्नु पऱ्यो यार। त्यो ग्यास ट्याङ्क हाल्नु न भर्खर नयाँ किनेको वाला त्यो हारौँ किन हारौँ भनेपछि जाऊ। सो अब हेरौँ के हुन्छ होइन वाट आइ एम सिइङ गाइज नाउ। एकचोटि ड्राइभ हानेर हजुरलाई देखाइदिनु म खिच्छ भनेर अब वेट फर वाइ यहाँ हालिदिन कहीँ हालिहाल्छु हालिदिउँ कि ल अहिले त हच्चुमा हाल्यो है गाइज। सो इक्जामको है अब यो उमा सोच्यो नि स्पिड गरेर चाहिँ गाइज हाम्रो गाडी या भाइ जा सक्यो वी क्यान डु इट। अहिले त लास्टै टाढा पुगेको थियो गाइज 2000 स्टार्स छ भने बढ्यो अर्को वाला बायोमा यो वाला त म पहिलाको भिडियोमा नै पुगेको थिएँ यो भन्नु पनि टाढा भयो यो नै यसको नि अर्को बायोमा पुग्छु गयो ल यार गाडी नै उस भइदिएर गाइस। सो अब के हुन्न यही हाम्रो पारा अब तिरी भयो तर एक साल फेरि हाम्रो बाल जान्छ ल ए भाइ फास्ट चाहिँ गाडी लास्टै भएर आयो अब किन अहिले किन हजुरलाई देखाउनु के गाडी के हारेछ होइन ल त्यो भएर यही कुरामा लाइक एन्ड सब्सक्राइब हान्दैन। ड्राइभिङ एम्पायर पनि म भिडियो हाल्ने आएको छु मलाई ल्याम्बो हान्दा ड्राइभिङ एम्पायर त्यही चलाउँछु अनि म हजुरलाई यस्तो टिप्सहरू दिन्छु कसरी लिने जस्तोहरू। अब एकछिन यो राम्रोसित चलाउँदिनँ अब राम्रोसित चलाउन सक्छु कि सक्दिनँ भन्नु मैले म अर्को बायोमा पुग्छु क्या पुग्छु कस्तो लाग्यो मलाई किन हो अब पुग्छु यस सर ए हो कि होइन अर्को बायोमा हो होइन त्यो उस मात्र यस्तो उबरहरू यस्तो उस भन्ने ठाउँ बाटोहरू छ धेरै स्पिड अन्त खस्छ आएर गाडी फेर्ने अब नयाँ बायोमा 3टा बायोमा ल नाइस गाडी सकेको लागि बेसी यतिकै चलाइराखौँ पैसा परे बस्छु। अब अर्को भिडियोमा चाहिँ म ट्राई हान्छु है ल एकचोटि ट्राई हान्नु यार उडाएर ये खसे यार नसलाइरहेको अब के भएन रोकेर म सोच्छ हान्ने कुरा हेर्नु यस सर म यही कुराको जस्तो वेट हान्छु कि अनि झरी किनेर चाहिँ 100वटा उठ्ने म बिल हान्नेवाला छु त्यसपछि हजुरहरूलाई देखाउनु देखिहाल्छु अब म रेस्टुरेन्ट कतिवटा खा गुडविल पनि रेस्टुरेन्टमा 2टा खा अनि यहाँ मैले 4वटा 6वटा त रेस्टुरेन्ट मसँग 8वटा जति राख्नु पऱ्यो रेस्टुरेन्ट चाहिँ होइन पनि किनिदिउँ न बाल जान्छ र रेस्टुरेन्ट अझ एउटा रहेछ छोड्नु के भन्नु मसँग गुडविल नै छोड्नु नि धेरै गुडविल पनि धेरै नै काम त गर्छ त्यो पनि यसो ब्याकअपको लागि 2वटा राखिहालौँ होइन चाहिन्छ नि त अब के थाहा जतिखेर चाहिनु के बेर ढुक्यो अहिले म ट्राई त बेस्ट गर्नेवाला छु मेरो त्यो उसो बनाउनको लागि मेरो फर्मुला बनाउनको लागि खतम नाइ यसो ये भगवान् ओ मा कस्तो गाडी हो ए अहिले त $500 उडेको अहिले त के उडिरहेको छ कन्ट्रोल गर्न नसकेको होला पहिला त ल्याक पनि हान्नु भयो ब्याङ्क गाडीको
यहाँ सो एक्चुअली थोड़ा चाहिँ क्यामेरा उसको चाहिँ बाहिर यति धेरै नै होइन टाढाबाटै हेर्नुपर्छ नाइस नाइस यता राइट खासमा यो लेफ्टबाट नजाने यस्तो राइटमा किनकि लेफ्टबाट गयो भने उल्टो पुल्टो हुन्छ गाडी किन चलाउन सक्दैन गाइस नाइस चल भाइ चल बचा सुट अन नाइस यो गाइस केन्द्र म यसो चाहिँ मिलाउँछु किन टर्न नभएको मलाई थाहा पायो होला यसरी नै यस्तो यो गरेर टर्नमा आइदिएर अनि मैले सिधा खाल्टोमा गएर सक्ने मैले टायरको ठ्याक्क साइडमै उस राखिदिँदै थिएँ अहिले पनि टायरको साइडमा उस छ त्यहाँनिर ग्यास छ त्यही भएर नि होला ग्यास छ अहिले पनि ग्यासको त खाएको यहाँ तर यहाँतिर चाहिँ यस्तो बस्न एउटा क्लिक हानेर देखाउँछु यो छ नि यो एउटा हाइड अनि यो एउटा हाइड अनि फेरि यो उसकै यो ग्यास भएको ठाउँमा मैले राखेको थिएँ इन्जिनहरू अनि इन्जिनबाट यहाँ एउटा V6 इन्जिन हाल्यो यता पनि एउटा V6 इन्जिन हाल्यो किनकि यसले फास्ट बनाउँछ क्या त्यस्तोहरू मैले यसमा रोबोट्स हाल्ने भनेर हो यस्तो हाल्नै पर्छ हो ड्र्याग रेसर V8 इन्जिन चाहिन्छ यार भन्छु V8 इन्जिन द ट्याङ्क द भाइपर यो त खतरनाकै देख्यो त है कतिवटा सामसङको ब्लक 63 एउटा 4वटा पाए हुन्थ्यो मर्चन स्टकमा यस्तो भयो जस्तो लाग्यो नगरेछ V6 इन्जिन लिउँ कि नलिउँ क्या V8 इन्जिनमा छिटो हाल्नु पऱ्यो नि अनि V6 इन्जिन धेरै भएपछि नि पुगिहाल्छ के हो अरे कुनामा भएर एकछिन गाडी हेरौँ 7 मिनट त भइसक्यो त्यो भन्दा बाह्र हुन्छ केमा जम्प गर्न नि मिल्नुपर्छ यार होइन नि यो के हो अटो रिक्सा गाइस अटो अब हेरौँ यो खाली यो पनि खाली उता न्यू प्लेयर भन्छ खासै हेर्नु पर्दैन अटो रिक्सा अनुसार बस्ने चाहिँ कहाँ यसको गाडीमा ए होइन डिलिट हानेर डिलिट हानेर रहेछ म मात्र डिलिट नहानिकन चलाएर बस्ने V8 इन्जिनमा 180 बक्स बचाऊ ओके बाय अफ क्यामेरा त मलाई ठिकै ग्राइन्ड हान्यो अनि उसले नै ग्राइन्ड हान्दै थियो युनिसले नि युनिसले मेरो अकाउन्टको बाँकी थाहा थियो अनि उसले नै ग्राइन्ड हान्दै थियो अनि हेरौँ के हुन्छ अब चाहिँ अफ क्यामेरा हाल्दाखेरि ग्राइन्ड हान्छु अनि त्यसपछि चाहिँ ठिक छैन नि ल म हल्का चाहिँ यसो अपग्रेड हान्छु अनि भेट ल गाइज अब म यसलाई महँगो धेरै नै भइसक्यो कसो हेर्नु म 73वटा ब्लग अनि 3वटा V6 5वटा V6 यहाँ गाडीमा दुईवटा धेरै नै सामानहरू चाहिँ मैले कट्ठारी खाएँ अब म उस बनाउने फर्मुला बनाउने ट्राई हान्छु अब एकछिन रोकिनुहोस् होला है अब जस्ट वेट एन्ड जस्ट लाइक गाइज यु क्यान सी मैले फुल खाली गरिदिएँ पिकअप हान्नु ढ्याङ्ग्नु गरेर क्लिक बेट मात्र हान्दै हुन्छ क्या सबै खाली भयो अब म फेरि बनाउनु सुरु गर्नेवाला छु सो गाइज मैले अब यति बनाइसकेको छु टाइम त मस्तको लागेन 17वटा ब्लक्स अनि 45वटा स्ल्याब चाहिँ बाँकी छ अब भित्र चाहिँ मैले कन्डेगी यस्तो हुन्छ नि यस्तो यिनीहरूलाई मैले भरेर राख्दैछु अनि यहाँ एउटा उसमा चाहिँ धेरै यहाँ राख्दैछु अनि दुईवटा यहाँ V6 इन्जन यहाँभित्र अनि एउटा उस पनि यहाँ अनि दुईवटा V6 इन्जन यहाँ अनि एउटा V6 इन्जन यहाँ राखिदिन्छु अन्त त्यो धेरै V6 इन्जन लास्ट टाइम मजा आउँछ
जाने अगाडि ड्राइभमा हेर्दा जाने पख्न एउटा स्ल्याब राम्रोसित राखिदिन्छु पख्न हेर्छु यहाँ एउटा स्ल्याब हालिदिउँ मस्तको छ अब हेरौँ अब कति चल्छ कि चल्दैन राम्रोसँग भने एउटा रेस विल गुडविल हालेको अनि सेमलाई उता रेस विल गुडविल हालेको अनि यता फुल गर्ने उसको लागि अनि 5 हो कि 4-5वटा सिकिन्छ न चलाएर आइदिएछ what the रिस्पोन हानेर यसले यसले गर्दाखेरि मेरो उस हुन्छ नि है मेरो भिजन नै राम्रो धेरै टाढा हेर्नु मिल्दैन लास्टै भारी आइदियो त ये भगवान गाडी त ओहो ये ड्रिफ्ट एन्ड यार फ्यूल त हेर्नु 5 सेन्ट बढी यार लौ अरे गाडी बिग्रियो यार ये भगवान रोकेने अझ यहाँ व्हील्सहरुको उस्तो हुन्छ अब त ठिक छ होला नि ये अगाडि त खतरनाक हाले तोइदियो यार है पक्न एउटा स्ल्याब हालेर गर्दा नै राम्रो हुन्छ होला गुडी हाल्नु रेसिङ छोडेर जाने ड्राइभमा हो ये भगवान कति भारी गाडी हो what the अझै यही खाएछु गाडी गाडी यो गाडीको त खतरनाक ये भगवान अझै मिलाउनु पर्छ होला रुकेर दिमाग खाइरहेको यो गरेर नै हुन्छ होला एउटा नर्मल ब्लक है नर्मल ब्लक एउटा स्ल्याब यहाँ पनि एउटा स्ल्याब भयो म अफ क्यामेरा ग्राइन्ड हान्छु ल नाइस ठिक छ अहिलेसम्म त सही छ त्यसले गर्दा ढोकेको यो चाहिँ त्यसले गर्दा फर्काउन नाइस ये ड्रिफ्टमा हान्दियो यार तर उस चाहिँ लङ ड्राइभ हान्ने चाहिँ यसको फ्युलले सही भान्दो रहेछ ल होला यो गाडी त सुपिसको लागि मात्रै राखेको छु ल मैले फर्काएर ल्याइदियो ल है गाइस आजको लागि यति नै ठिक छ गाडी त बवाल भन्नु तर पर्फर्मेन्स भएन यहाँ म अफ क्यामेरा बनाउन खोज्छु यसलाई मिलाएर हैन देखा कडा त देख्यो मलाई मोन्स्टर जस्तो देख्यो ल सो आजको लागि यति नै म जान चाहन्छु
कस्तो लाग्यो गाइस गाडीलाई रेड गर्नु होला। अब म जान्छु बाई बाई।